वेलकम बैक माई च्यानल नेपाली टप ब्लगर। के छ मेरा प्यारा साथीहरू, मेरा मित्रहरू, आज म तपाईहरुलाई यहाँको ठाउँहरू देखाउँदैछु है। ठाउँ भन्नाले पनि अब जिन्दगी त्यस्तै हो हैन, जिन्दगी त्यस्तै हो। अब परदेशमा आइसकेपछि अब आज बेसिक छ, बेसिकमा चाहिँ अब घुम्न जाउँ भनेको। कहाँ जाने, कता जाने, के गर्ने जो त अब कसैलाई थाहै हुँदैन हैन, थाहै हुँदैन। तर पनि अब एकछिन चट्टा पारेर घुमेर आइदिउँ भनेको, ताकि सबै कुरा चाहिँ बन्दोबस्त होस् हैन। अब सबैको ओभरटाइम छ, अब हाम्रो ओभरटाइम छैन। कम्पनी त्यस्तै हो कि नसिब त्यस्तै हो थाहै छैन। अब आफूसँग आएको साथीहरूले मारी घर हालिसके, यताउता गरिसके, सबै गरिसके। हामी भने अब अहिलेसम्म केही पनि गर्न सकेको छैन। कहाँ जाने, के गर्ने, कस्तो गर्ने, के गर्ने, कता हो, के हो, जिन्दगीको अत्तो पत्तो छैन। के हो यार, कहीँ गएर पनि उँभो लाग्न सकिएन यार। साथीहरू, अब तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने अलिकति लाइक सब्सक्राइबहरू गरिदिनु होला यार, सपोर्ट गरिदिनु होला। दिनमा अब मेरो एकजना पनि अब, किनकि भर्खर नयाँ आइडी खोलेको हो, एकजना पनि हुनुहुन्न सपोर्टिङमा। तर मलाई विश्वास छ, दुईवटा भिडियो हालिसक्यो अहिलेसम्म चाहिँ। अब एकजनाले पनि मेरो उसमा चाहिँ सब्सक्राइबर छैन, एकजनाको पनि सब्सक्राइबर छैन। अब त्यो छैन भनेपछि अब आफ्नो चाहिँ अब हिम्मत हारेको छैन। चाहे अब एकैजना पनि सब्सक्राइबर भयो भने नि मेरो लागि धेरै ठुलो कुरो हो क्या। दिनमा हप्तामा एउटा सब्सक्राइबर बढ्यो भने नि मेरो लागि धेरै ठुलो कुरो हो क्या। के गर्ने त अब। त्यसैले अब हिँड्दैछु, हेर्नु न यहाँको माहौलहरू कस्तो छ। एक त फेरि मलेसियामा चोर मात्रै लाग्छन् गरे, चोर मात्रै लाग्छन्, अनि डरै लाग्छ भनेको मलाई त। अब एक्लै यसरी बाटोमा हिँड्न अब धेरै डर हो नि त। किनकि मलेसियाको उसमा हरेक ठाउँमा मान्छेहरू धेरै डेन्जर हुन्छन् क्या। हजुर, डेन्जरै हुन्छन्। त्यसैले एकदम नातिएर नबुझेर जता पाए त्यतै मलेसियाका साथीहरू हिँड्नु हुँदैन क्या हैन। यहाँ फेरि रिक्स छ, चारैतिर रिक्स छ। त्यही भएर नि कहीँ पनि जाँदैन मलाई त। अब त्यही पनि अब अरू अब दुनियाँदारी खाएर बस्छन्, आफू भने त्यो लपन छपन आफू खाइँदैन। यताउता आफूलाई हिँड्न मन लाग्दैन, यताउता आफ्नो त्यो नराम्रो बानी बेहोरा आफूले गरिँदैन है। आफू भनेको सिधा, सिम्पल, साधारण, उच्च विचारवाला मान्छे हो। यताउता खाएर, यताउता लपन छपन गरेर चाहिँ आफ्नो नराम्रो बानी लगाउने आफ्नो बानी छैन। त्यसलाई दोकानमा गएर चिसो खान पऱ्यो, एउटा चिसो खाइसकेपछि मजा हुन्छ, अलिकति रमाइलो हुन्छ। चिसो चाहिँ खान पऱ्यो। कस्तो कम्पनी हो यार यो। अब कोही कता हिँडिरहेछन्, पुलिसहरू पनि छन्। अब चेकिङ चल्दैछ। अर्काको ठाउँ हो, अर्काको ठाउँमा अब चेकिङ चलिहाल्छ।
कोही कसरी आएका हुन्छन्, कोही कसरी आएका हुन्छन्। अब अरूको ठाउँमा चेकिङ नचलेर कसको ठाउँमा चेकिङ चल्छ त? के अवस्था बडो भाइ? यो चाहिँ अलिकति ठिक छ, एनर्जी रिडिङ हो, खानुपर्छ, राम्रो छ बडो भाइ। किनकि अब यहाँ खातामा नाम चल्छ अनि त्यही भएर इधर तो चेकिंग चल रहा है, इधर तो चेकिंग चल रहा है। नंबर काट हो, नंबर पैसा नहीं है, 1 रुपया नहीं। आप टोटो काटने का पैसा भी नहीं है, दिमाग नष्ट हो गया है। छट्ट चिसो खाएर अब चल्दिनु पर्यो। अरूलाई धन्यवाद छ। हिजो यतातिर त आएको थियो एकछिन, तर यतातिर आएर खासै काम त भएन क्या, त्यतिको घुमघाम कम्पनी। टोटो काट्ने भनेको पैसा पनि छैन, टोटो काट्ने आज त जिन्दगी खराब भइरहेछ मेरो त यार। कहाँ जाने हो यार, जिन्दगी शेष भइसक्यो हो, जिन्दगी शेष भइसक्यो। अब आज म यता आएँ, यता आइसकेपछि म अब अर्को ठाउँ जाँदैछु। म अर्को ठाउँ जाँदैछु। अब यो भिडियो लामो होला जस्तो छ, अनि भिडियो अलि लामो भयो भने फेरि झ्याउ हुन्छ मेरो साथीहरू हैन। अब धेरै लामो भिडियो पनि गनगन हुन्छ क्या, त्यही भएर यो भिडियोलाई अब यहीँ रोकेर म अर्को भिडियो तपाईँले हेर्नु होला है, अर्को भिडियोमा। अनि अगाडिको दृश्य चाहिँ म अर्को भिडियोमा तपाईँलाई देखाउँछु है।